दाजु हामी अहिले जाँदैछौँ। अब हामी ड्याडीको अफिसमा गएर अनि त्यसपछि छठी माई जान्छौँ। गाइज हेर्नु अगाडिको भ्यू। उहाँ सेकेन्ड ब्लगर पनि ब्लगिङ गर्दै हुन्छ। सानो एकचोटि ब्लगको फर्स्ट इन्ट्रो भनिदेऊ त। सो हेलो गाइज वाला। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। सानालाई पनि आइसक्यो। हेर्नु गाइज अगाडिको भ्यू। जङ्गलहरू पनि छन्। हेर्नु गाइस, यहाँको छठी घाट, यो जितपुर जाने बाटोको छठी माई घाट हो गाइस। यस्तो राम्रो बनाएको छ गाइस। तपाईँहरू पनि एकचोटि यो ठाउँ घुम्न आउनु, एकदम राम्रो छ। बनियार जितपुर वीरगञ्ज हुँदै यहाँ बपिना दिदी हुनुहुन्छ, यहाँ मामु घुम्दै जाँदा एउटा युट्युब बनाएको आमा दिदीको अगाडिको भ्यू हेर्नु। ओके गाइस, हेर्नु अगाडि बाबाहरू रुँदै हुनुहुन्छ। भिनाजु र बाबा हुनुहुन्छ, यहाँ आमा हुनुहुन्छ, आमा र म यहाँ बिचमा बसेको छु। गाइस अहिलेको लागि यति। अब एकैचोटि म वीरगञ्जको छठी घाट पुगेपछि फेरि ब्लगिङ स्टार्ट गर्छु। एकचोटि भ्यू हेरिहाल्नु अनि म एकैचोटि छठी घाट पुगेपछि ब्लगिङ स्टार्ट गर्छु। रोड अफ गोइङ छठी घाट मन्दिर of वीरगञ्ज। All are sleeping, but I am not sleeping. गाइस मैले तपाईँहरूलाई भनेको थिएँ। गाइस एउटा म तपाईँलाई इम्पोर्टेन्ट चिज देखाइरहेको छु। धेरै जसो मान्छेहरूले हेर्नु लट्ठी नापेर हिँडिरहन्, यो शिक्षा सिक्नुपर्छ। हेर्नु गाइस, लट्ठी नापेर हिँडेको छठको दिन। गाइस फर्स्ट टाइम हामीले देखिरहेको छौँ गाइस। यो एकदम इम्पोर्टेन्ट कुरा हो। छठी घाट जाँदाभन्दा पहिला अरू पनि अपडेट दिँदै गर्छु होला म तपाईँहरूलाई। हेर्नु गाइस, यो त बवाल आइरहेको गाइस। आजभोलि यो छठको दिन मान्छेहरूले धेरै रोड सोड जहाँ फोहोर हुन्छ नि तिनीहरू धेरै सफा गर्दा रहेछन् गाइस। गाई चढ्न खोजिरहेको धेरै सफा गर्दा रहेछन् कि गाइस, किनभने छठ माता आउनुहुन्छ नि त, छठी देवी। छठ कहाँबाट सुरु भएको? सूर्य भगवानबाट। हेर्नु गाइस, खतरा हाइट। हेर्नु पहिला यो बाटोहरू कस्तो फोहोर हुन्थ्यो, अलिक पुरै सफा गरिदियो गाइस। गाइस म अरू पनि अपडेटहरू दिँदै नत्र एकैचोटि म छठी देवीमा पुगेपछि ब्लग स्टार्टिङ गर्छु। गाइस अहिले हामी घाटबाट छिरेको छौँ। एकछिन टाइम भयो। अहिले छठी देवी मन्दिर अब एकछिनपछि जाने हो। साइना हाई गरिदेऊ। अघि सुतेको मान्छे गाइस। यही त हो गाइस वीरगञ्जको घाटपट्टि नि अहिले हामी आइसकेको छौँ गाइस। मैले भने त बिचमा अपडेट दिन्छु, दिइरहेको छु। अनि यो पनि हो एउटा मान्छे सुतिरहेको। भिनाजु यताबाट इन्ट्रान्स। हेर्नु गाइस, हामी फाइनली घाटपट्टि नि इन्ट्री गरिसकेको छौँ गाइस। अब मलाई यहाँ लाज लाग्छ, एकछिन अफ गरिदिन्छु म क्यामेरा। अहिलेको लागि यति। एकैचोटि म छठी देवी घाटमा पुगेपछि नत्र अरू ठाउँमा पुगेपछि। यहाँ गाइस अहिले हामी लिफ्टमा चढिसकेको छ। छठी घाटमा पुगेपछि नत्र छठी घाटमा पुगेपछि ब्लग स्टार्टिङ गर्छु। हामी यो नत्रिराहा
सो गाइज ह्याप्पी छठ। हामी अहिले हेर्नु गाइज हामी यहाँ छठी देवी आइसकेको छौँ। मैले अघि नै भनेको थिएँ छठी देवी आइसी ब्लग स्टार्ट गर्छु। आइसकेको छौँ छठी देवी। हामी अहिले छठी देवी आइसकेको छौँ गाइज। हेर्नु अहिले भ्यू। यहाँ अहिले ड्याडी पनि हुनुहुन्छ, मामु ड्याडी। उता भिनाजु मुसुली पनि छ साना। हेर्नु गाइज यो छठी देवी। राम्रो बनाएको छ। छठी देवी यही हो। यहाँ मामा हुनुहुन्छ, यहाँ ड्याडी। अब हामी जाँदैछौँ छठी देवी मन्दिर इन्ट्री। कति राम्रो बनाएको छ है ड्याडी? यहाँ छठी देवी मन्दिर कस्तो राम्रो बनाएको छ। यहाँबाट बोल्न भएको छैन किनभने धेरै भिडभाड छ। कस्तो रौनक पनि रहेछ गाइज, बाबुले भन्दै हुन्छ। मस्त। अब हामी छठी देवी इन्ट्री गर्न लागेको छौँ। गाइज हेर्नु एकदम भिडभाड भएको छ। यता साइडमा पोखरी छ गाइज, देखाउन मिलेको छैन। हाम्रो टोली उताबाट आइरहेको भएको छ। ड्याडी मामु अनि म छौँ। टोलीहरू आइसक्नु भएको छ। कहाँ हो पानी भएको? यहाँ साइना। हेलो पूजा सामग्री हो। हेर्नु गाइज अचानक भ्यू खतरा आयो। भ्यू त धेरै खतरा छ। जय छठी मैया। यही हो पोखरी। कति ठुलो पोखरी छ गाइज। गाइज त मन्दिर पनि छ। गाइज अहिले हामी छठी मैया मन्दिर इन्ट्री गर्न लागेको छौँ। यहाँ सिजन दादा र ड्याडी हुनुहुन्छ, यता मामु र म छौँ। टोली उता पछाडि गइसकेको छ। किन आउँ न गाई। यहाँ धेरै ठुलो धमाला रहेछ गाइज। म मन्दिर इन्ट्री गरेपछि अनि ब्लग स्टार्ट गर्छु फेरि। मन्दिर इन्ट्री अहिले भएको छैन। म इन्ट्री गर्छु अनि त्यहाँको मूर्ति सुर्ति सब देखाउँछु गाइज। हामी मन्दिर त जान सकेनौँ किनभने ड्याडीको साथीको फोन उठेन। त्यहाँ हेर्नु गाइज माछा पिराना, छठी माई देवीको माछा। बाबा हुनुहुन्छ,
अब हामी यही प्रसाद चढाइदिन्छौँ अनि हामी फर्किन्छौँ। अब हामी प्रसादहरू चढाउन गइरहेको छौँ। यो यत्रो ठुलो पोखरी खतरा छ गाइज यो मन्दिर कस्तो लागिरहेछ थाहा छ? यो मन्दिर लागिरहेछ नि अयोध्या जस्तो छ। इन्डियाको अयोध्या राम सीता मन्दिर अयोध्या जस्तो लागिरहेछ गाइज मलाई पनि। गाइज खतरा गाइज यही हो हाम्रो मन्दिर अफ छठी मैया। स्वयंसेवक साथीहरू प्रहरी साथीहरू रेलवे सिस्टमको एकदम स्टेटमा तयार गरिदिनु होला। हेर्नु गाइज यता माइकिङहरू भइरहेछ। आमाले यहाँ चढाउँदै हुन्छ प्रसादी, ड्याडी यहाँ हुनुहुन्छ। तपाईँहरू अगाडि 2 नम्बर गेटबाट बाहिर निस्किन सजिलो होला। उल्टो नआइदिनु पर्यो। अगरबत्ती लिनु पर्यो। त्यस्तै 2 नम्बर प्रवेश गर्दाखेरि 3 नम्बर गेटबाट बाहिर निस्किनु होला। फेरि 3 नम्बर गेटमा प्रवेश गर्दाखेरि 4 नम्बर गेटबाट बाहिर निस्किनु होला। फेरि 4 नम्बर गेटबाट प्रवेश गर्दाखेरि 1 नम्बरबाट बाहिर निस्किनु होला। रेलवे सिस्टमको पालना गरिदिन तपाईँहरूलाई आग्रह गर्छ। एउटा सभ्य नागरिकको परिचय दिनुहोस्। तपाईँहरू एकअर्कालाई नभग्लिकन बिस्तारै हिँड्दै गर्नुहोस्, बाटोमा नरोक्नुहोस्। तपाईँहरू यो छठ माताको पर्व हो। तपाईँहरूको आफूको कर्तव्य बनिन्छ रेलवे सिस्टम लागू गर्नको लागि प्रवेशद्वारबाट प्रवेश गर्नुहोस्, निकासद्वारबाट निकास गर्नुहोस्। जय छठी मैया। साथसाथै 50 रुपियाँ म पनि पूजा गर्दैछु। छठी माई रक्षा गर्नु हाम्रो। सायना पनि पूजा गर्दै सायना र म प्रवेश गर्दाखेरि लाइनमै प्रवेश गर्नु होला। अलि राम्ररी काढ। हाम्रो अगरबत्ती हुन्छ हामीहरूसँग आग्रह गर्न चाहन्छु, सभ्य नागरिकको परिचय दिनु होला। प्रवेशद्वारबाट प्रवेश गर्नुहोस्, निकासद्वारबाट निकास गर्नुहोस्। गाइज भन्नाले फोटो खिच्दै हुन्छ। अब लिन्छ है सायद एकछिन पज गर्न पऱ्यो गाइज। भयो मामु सानो टिका लगाएको छैन। यता लिनुपर्छ। मैले तपाईहरुलाई यही देखाउन सके गाइस। बाइ गाइस भ्यू हेर्नु भ्यू 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 भ्यू। साने समाते त ब्लग बनाउँदै एकछिन बन्द गरे। गाइस मैले जुत्ता लाउँदै थिएँ त्यही भएर सानाले ब्लग बनाउँदैको। गाइस अहिलेको लागि यति। अब जति बेला हामी बाहिर निक्लिन्छौँ अनि त्यसपछि ब्लग बनाउँछौँ। गाइस अब हामी के भयो अब हामी के भन्छ यहाँबाट बाहिर निस्किन लाग्यो। निस्किने ठाउँ आउन लागेको छ।
गाइस यो अब हामी यहाँबाट सरक्क घुमेर अनि उताबाट निक्लिन पर्छ। अहिले यो फोटो खिच्नको लागि स्टुडियो बनाएको छ हेर्नु गाइस। अब हामी यहाँबाट निक्लिन पर्छ। यहाँ हेर्नु गाइस पोखरी। भिड धेरै आएको छ गाइस यहाँ त। हेर्नु गाइस गोकुल होटल। गाइजले कति राम्रो बनाएको छ गाइज, भेरी ब्युटिफुल। हेर्नु गाइस म्याजिक झिल पूजा गाइस, छठी पूजा, छठी मैया पूजा। गाइस जे होस् चल चलान चाहिँ खतरा राम्रो रहेछ है गाइज। र हामी बाहिर अलि एकदम बाहिर निक्लिसक्यो अनि ब्लग स्टार्टिङ गर्छौँ। सो हेलो गाइज, अहिले हामी के भन्छ अझै एउटा गेट छ फुल कम्प्लिट हुनलाई, छठी मैया पूजा। अहिले ड्याडी स्नान गर्न जाँदै हुनुहुन्छ पोखरीमा। मामाको पनि एउटा फोटो खिच्नु गाइज। अहिले गाइज उता हेर्नु के भन्छ त्यसलाई, थर्माकोलमा बिहा हालेर बगाइराख्नुपर्छ द पावर अफ छठी मैया पुल। ड्याडी यहाँ भर्खर स्नान गरेर आउनुभएको भयो है। अब एउटा गेट छ गाइज अनि मलाई फुल कम्प्लिट हुन्छ। हेर्नु गाइज अहिलेको यो भ्यू देखाउनमा त तपाईँहरूसँग ब्लग स्टार्टिङ गरेको। गाइज म फुल कम्प्लिट भएपछि म एकैचोटि स्टार्ट गर्छु। जस्तो लाग्यो ड्याडी मामु ल एकछिन गाइज म दिवाने लिन्छु। मामु तपाईँलाई कस्तो लाग्यो? एकदम राम्रो रमाइलो। जय छठी मैया। गाइज अब एकैचोटि फुल म एकैचोटि लास्टमा सोच्छु दिवाने सबलाई, तपाईँहरूलाई पनि सोच्छु लाग्यो। ओके अहिलेको लागि यति जति बेला फुल कम्प्लिट हुन्छ अनि त्यसपछि म ब्लग स्टार्ट गर्छु। मैले तपाईँहरूलाई भनेको थिएँ म अघि नै स्नान गरिरहेको थिएँ। स्नान गरेर हामी बाहिरबाट हामी अब चिया खान लागौँ, बर्फी खान लागौँ। एकदम मिठो रहेछ। यहाँ साइना चाहिँ सब टोली बसेर हामी यहाँ चिया खाँदैछौँ एउटा पसलमा, पसलमा। सानी छ उताबाट हामी जब हामी मर्गी चढेर एकैचोटि जान्छौँ हामी घर डाइरेक्ट घर जान्छौँ। गाइज अहिलेको लागि यति। अब हामी खान्छौँ अनि बिचमा न्यू अपडेट पनि दिन सक्छु, नत्र एकैचोटि गाइज म घर पुगेपछि ब्लग स्टार्ट गर्छु। यहाँ साइना चाहिँ एकचोटि भिडियो हेरिहाल्नु। हामी चिया खान लाग्यो अहिले।
चाहिने पानी खाऊ अन्त ड्याडी बाबा यो पालि धेरै ठाउँमा बनायो होला नि सब टोली गाइज गाइजमा हामी अब हामी यो खान्छौँ एक्सपिरियन्स गरेर खाऊँ अब पेट पूजा पनि हुनुहुन्छ काम पूजा भयो अनि त्यसपछि मेहनत पूजा भयो पेट पूजा हुनुपर्छ गाइज अलिक लागि यदि अब बनियार पुगेपछि घर पुगेपछि ब्लग स्टार्ट गर्छु नत्र बिचमा गाइज बाई अन्त भात खाने बेला पनि बनाउन सक्छु गाइज या ओके म जस्तो जति भए पनि म ब्लग स्टार्ट चाहिँ गर्छु आज लास्ट इन्ट्रो पनि दिन्छु गाइज सालो गाइज मैले तपाईँहरूलाई भनेको थिएँ म एकैचोटि घर गएपछि लास्ट ब्लग इन्ट्रो दिएर अनि त्यसपछि ब्लग इन्ड गर्छु अहिले हेर्नु गाइज म अघि नै भर्खर के गरेर हामी घुमेर सुमेर घर आइसक्यौँ इच्का लालटिन पनि उडाइसक्यौँ अस्ति नै बनाएको जस्तै हो गाइज मैले के भन्छ गरिसकेँ सब कुराहरू गरिसकेँ अब आजको लागि यति ह्याभ अ नाइस ड्रिम एन्ड गुड नाइट म पनि अब सुत्न लाग्छु गाइज अब ब्लग एडिटिङ गरेर अनि सुत्छु बाई ओके गाइज ह्याप्पी छठ दीपावली एन्ड दसैँ अनि म एउटा ब्याड न्युज दिन गइरहेको छु म भोलिबाट ब्लग बनाउँदिनँ गाइज किनभने मेरो अब भोलिबाट स्कुल सुरु हुन्छ यो ब्याड न्युज हो मेरो भोलिबाट स्कुल सुरु हुन्छ अनि त्यसपछि दसैँ तिहार एकैचोटि अब म छुट्टीमा बनाउँछु सेकेन्ड टर्म मिड टर्मको छुट्टी यही हो अब सेकेन्ड टर्मको छुट्टीमा बनाउँछु यदि यो भिडियोमा 1 मिलियन लाइक भयो भने पढ्दा पनि बिचमा बनाउँछु ओके गाइज अहिलेको लागि आजको लागि यति अब एकैचोटि हामी छुट्टीमा नत्र 1 मिलियन लाइक भएपछि ब्लग बनाउनु बेला भेटौँला ओके गाइज ह्याभ अ नाइस ड्रिम बाई